भनिन्छ जब जब संसारमा पापले सीमा नाग्छ, पशु प्राणीमाथि अन्याय हुन्छ, तब तब मानव रूपी ईश्वरदूतको जन्म यो धरतीमा भइरहन्छ। त्यस्तै कथा 21औं शताब्दीको महापुरुष जसलाई युगले हिज होलनेस मास्टर गड्याञ्जल गुरु हजुर भनेर चिन्छ। नेपालको पूर्वीय भागमा रहेको उदयपुर जिल्ला मैनामैनी माङथेन गाउँमा एउटा सानो परिवारमा एक बालकको जन्म हुन्छ। जन्म अघि त्यस ठाउँमा विभिन्न चराचुरुङ्गीहरूको आवाज साथै सप्तरङ्गी इन्द्रेणीले घेरिरहेको दृश्यहरू देखिन्थे। कता कता माङ बाजा बजिरहेको आवाजहरू गुन्जिरहन्थे। समय बित्दै जाँदा त्यो सानो बालक अब हिँड्न अनि कुद्न थाल्ने भयो। साधारण बालकहरूभन्दा अलि फरक सोच अनि जिज्ञासाले भरिएको मस्तिष्क बोकी त्यो घना जंगलभरि रुख फुलेको देख्दा, एउटै बोटमा रङरङको फूल अनि कमिलाको त्यो निस्वार्थ भाव देख्दा माछा कसरी पानीको धारमा उकालो लाग्छ, आकाशको अन्त्य कहाँ छ भनेर जिज्ञासु भावले हेर्नुहुन्थ्यो। यस्तै हजारौं जिज्ञासा त्यो सानो मस्तिष्कमा बोकेर हिँडिरहँदा एक दिन लुङछुराङ भन्ने ठाउँतिर मुडा झै वस्तु लिएर झरिरहेको केही मानिसहरूको भिड देख्नुहुन्छ। कलिलो पाइलाले सकि नसकी पछ्याएर लुक्दै गएर हेर्दा त्यो मुडा झै वस्तु मान्छे रहेको थाहा हुन्छ। केही क्षणमा त्यो मान्छेमा आगो लगाइन्छ अनि बिस्तारै त्यो मान्छे खरानीमा परिणत हुन्छ। यो दृश्य देख्दा आफ्नो हातमा आगोले पोलेको घाउ अझै दुख्छ, तर यो मान्छेलाई किन पोलेन भन्ने प्रश्नको फेरि जन्म हुन्छ। अनि घर गएर त्यो सानो बालकको लागि सबैभन्दा जान्ने मान्छे आफ्नो बाबालाई सोद्धा बाबाबाट प्रत्युत्तर आउँछ त मान्छेलाई मृत्युपछि दुख्दैन। मृत्यु शब्द पहिलो पटक सुन्दा त्यो सानो बालक अझ चकित हुँदै बाबालाई सोध्छ, तर बाबाबाट नि जान्दिन भनेर प्रत्युत्तर आउँदा अब त्यो बालक मृत्यु जान्न यहाँ त्यहाँ भौतारिन थाल्छ। मन्दिर, गुम्बा, मस्जिद, चर्च सबै ठाउँ गएर सोद्धा सबैको उत्तर बाझिएको पाउँछ। आफूलाई मार्दा पो मृत्यु बुझिन्छ कि भनेर आफूलाई मार्न त्यो बालकले घर छेउको सिमलको रुखबाट हाम फाल्ने, फाइकमको विष सेवन गर्ने प्रयास गर्नुहुन्छ। तर प्रत्येक पटक केही रहस्यमय चिजले उहाँलाई बचाइरहेको महसुस गर्नुहुन्थ्यो। अनि अन्त्यमा झण्डी भुरु भन्ने ठूलो भिरबाट हाम फाल्दा बेहोस भई विभिन्न ग्रह र ताराको सृजना र ध्वंस अनि त्यसैमा रहेका अनेकौं जीव र मृत्युको सत्य थाहा हुन्छ कि मृत्यु त केवल आफ्नो साँचो घर जाने यात्रा रहेछ। सानो छँदा अनौठो दैविक शक्तिले बार बार जंगलतिर तानेर लगिरहेको महसुस गर्नुहुन्थ्यो। यसर्थ उहाँ सानैदेखि घरभन्दा नि ज्यादा जंगलमै रमाउनुहुन्थ्यो। प्रकृतिसँग आनन्दित हुन, पोखरी गुफातिर तपस्या गर्न, पशुपन्छीसँग बात गर्न उहाँलाई शान्ति मिल्थ्यो। यस्तै नै थियो गुरु हजुर अनि भालुको कथा। जब भालु यो संसारबाट बिदा लिएर जानुभयो तब त्यो सानो बालकलाई जंगल बस्न पटक्कै मन लागेन। तसर्थ अब तपस्यामा नबस्ने निर्णय गरी त्यो बालकको पाइला जंगलबाट बाहिर निस्किन्छ। तर नचाहँदा नचाहँदै तपस्यामा लीन हुन पुगेर मानव 3 कर्तव्य, प्राणीको सेवा, मानव सेवा र धरतीको सेवा भन्ने ज्ञान पाउनुहुन्छ। आफूले पाएको ज्ञान सबैलाई सुनाउने सोच बनाएर गाउँ गाउँ प्रेमवाद दर्शनको सन्देश लिएर हिँड्नुहुन्छ। गाउँ घरमा प्रचलित बलिभोग, मदिरापान जस्ता कुसंस्कारलाई जरैबाट हटाउने सोच बनाएर दिनरात निरन्तर लागि पर्नुहुन्छ। कसैले धर्मको नाममा विकृति ल्याउने त कसैले संस्कार मास्ने जस्ता आरोप प्रत्यारोपको सामना गर्नु पर्थ्यो। च्याङथापु अनि घोरेटारमा मरनसन्न हुने गरी खेपेको यातना, बन्दुकको दबास र सङ्गीनको प्रहार अझै आलै छ शरीरमा भन्नुहुन्छ गुरु हजुर। तर पनि गुरु हजुरको प्रेमको पाइला कहिले रोकिएन। कमण्डलु बोकेर भविष्यवाणी गर्दै विभिन्न पवित्र पोखरी जस्तै तिम्बुङ पोखरी, सभा पोखरी, जलजले पोखरी, भुत्ते पोखरी, खिचिपेरी पोखरीहरूमा चेतावनी स्वरूप स्वर्गिक ध्वजा राखेर सम्पूर्ण पशु प्राणी, मानव अनि विश्व जगतका निम्ति प्रार्थना गर्दै हिँड्नुभयो। उहाँका कैयौं भविष्यवाणीहरू संसार सामु आए। जस्तै राजदरबारमा खुनको पोखरी देख्दैछु भन्दा गुरु हजुरलाई राजद्रोहीको आरोप लाग्नु पर्यो, तर अन्त्यमा राजदरबार हत्याकाण्ड भएर छाड्यो। विश्वका 2 अग्लाबासहरू ढल्दैछन् भनेर अमेरिकाको 9/11 एट्याकको भविष्यवाणी, कोभिड-19 को भविष्यवाणी, सुनामीको भविष्यवाणी, भूकम्पको भविष्यवाणी, काठमाडौँ अब भासिँदैछ है भन्नुहुँदै गर्दा भर्खरै आएको बाढीले पारेको क्षति हामीले भोगिसकेकै छौँ। र अझै पनि धेरै भविष्यवाणीहरू छन् जहाँ ठूला ठूला भूकम्पहरू आउनेछन्, जमिनका चट्टानहरू आकाशमा उड्नेछन्, जमिनबाट धुवाँ आएर सारा मान्छेलाई अन्धो बनाउनेछन्, हिँड्दा हिँड्दै मान्छे ढल्नेछन्, प्राणीमा मान्छे अनि मान्छेमा प्राणी जन्मिन्छन्। यस्ता भविष्यवाणीहरू सुनाउँदा कसैले पागल भने त कसैले ढोंगी भने, तर पनि गुरु हजुर सत्यता बाँड्दै हिँड्नुभयो। आउने दिनहरूको भविष्यवाणीसँगै प्रेमको सन्देशहरू भजनको मार्फत ठाउँ ठाउँमा सुनाउँदै हिँड्नुहुन्थ्यो गुरु हजुर।
संसारमा धर्मको नाउँमा लडाई भइरहेको देख्दा सम्पूर्ण धर्मलाई एउटै मालामा गाँच्नका निम्ति मेरो धर्म नै सर्वधर्म हो भन्ने मूल नाराका साथ गुरु हजुर हिँड्नुभयो। न हिन्दू, न मुस्लिम, न बौद्धिस्ट, न इसाई, न मङ्गोल, न आर्यन, न निग्रो, हाम्रो एउटै जात छ, त्यो हो मानव, र हाम्रो एउटै धर्म छ, त्यो हो मानवता। धर्ममा कुनै हिंसा हुँदैन, कसैको ज्यान मारिँदैन, कसैलाई रुवाइँदैन। तसर्थ धर्म रुवाउनु होइन, हँसाउनु हो। धर्म मार्नु होइन, बचाउनु हो। धर्म न हिन्दू न बौद्ध है, धर्म न इस्लाम न जैन, धर्म चित्त की शुद्धता, धर्म सुख शान्ति चैन। यही उद्देश्यले विश्वको सबैभन्दा उच्च भाग सगरमाथाको शिरमा 32 घण्टा 27 मिनट रहेर विश्व ब्रह्माण्ड सारा जगत प्राणीको कल्याणको निम्ति 27 घण्टा लामो तपस्यामा रहनुभयो परम गुरु हजुर। शान्ति वृक्ष हो भने प्रेम चाहिँ जरा हो, जसरी जरा बिना वृक्ष अडिँदैन त्यसरी नै प्रेम बिना नि शान्ति सम्भव छैन। यही संकल्पका साथ नेपाल मात्र नभएर विश्वका ठूला ठूला राष्ट्रहरू गएर प्रेमको सन्देश बाँड्दै हिँड्नुभयो। 2072 को विनाशकारी महाभूकम्पमा हजारौं एलएमहरूको साथमा परम गुरु हजुर स्वयं अर्थक्वेक रिलिफ क्याम्प लिएर विपदमा परेकाहरूलाई उद्धार गर्न र जन गुमाएका परिवारजनहरूलाई सान्त्वना दिँदै हिँड्नुभयो। संसारभर छरिएर बस्नुभएका यात्रीजनहरूको सहयोगले घाँस बाँस र कपासको व्यवस्था गरियो। भर्खरै छिमेकी राष्ट्र सिक्किमको सिङताममा गएको बाढीमा पनि हजारौंको संख्यामा नेपाल, भुटान अनि सिक्किम एलएमका साथ गुरु हजुर स्वयं रिलिफ क्याम्प लिएर हिँड्नुभयो। मानवको लागि मात्र होइन, यो सारा पशु प्राणीको लागि पनि विपदको घडी थियो। तसर्थ त्यहाँ धेरै निर्बल प्राणीहरूको पनि उद्धार भए। केही बाँधिरहेको अवस्थामा, केही ढोकाभित्र थुनिएको अवस्थामा धेरै पपीहरूको उद्धार भए। 1 लाख ट्री प्लान्टेसन ड्राइभ भनेर एलएमहरूको साथमा गुरु हजुरद्वारा सिक्किममा 1 लाख वृक्षरोपण पनि सम्पन्न भए। प्रेमबा दर्शनले निर्बल प्राणीहरूका लागि लेट्स बी द भोइस अफ द भोइसलेस भनेर धेरै सेवाका कार्यहरू अगाडि बढाइरहेका छन्। सडकमा रहेका पप्पीहरूलाई दैनिकी खानका लागि काठमाडौँमा निरन्तर सेवाका कार्यहरू भइरहेका छन्। रोगले अशक्त पप्पीहरूलाई सडकबाट उद्धार गरी काठमाडौँ अनि झापा सेमिचोङ एनिमल सेल्टरमा राखी डाक्टरहरूद्वारा उपचार गरी उहाँहरूलाई नयाँ जीवन दिइरहेको छ। यसरी प्रेमबा दर्शनले मानव 3 कर्तव्य, प्राणीको सेवा, दुखीको सेवा अनि वातावरणको सेवालाई कालान्तर अगाडि बढाइरहेको छ र अघि बढिरहँदा बाधा अडचन त आउँछ नै। सत्यको बाटोमा हिँड्नु भनेको काँडाको बाटोमा हिँड्नु हो गुरुजुर भन्नुहुन्छ। तसर्थ उहाँलाई आरोप लान्छना कति आए, कति नाना थरीका बुकहरू पो लेखिएनन् कि, बार बार चरित्र हत्या गर्ने कामहरू पो भएनन् कि, तर पनि गुरु हजुरको पाइला कहिल्यै रोकिएनन्। निरन्तर अघि बढिरहेको छ र बढिरहनेछ। गुरु हजुर भन्नुहुन्छ, सपना हो मेरो यो धरतीलाई सुन्दर बगैँचा बनाउने, अजम्बरी प्रेमको फूलले सारा संसार सजाउने, मान्छेहरूको चेतना बिउजोस्, धर्महरूको धर्म जागोस्, इच्छा छ यही मेरो हरेक हृदयमा शान्ति छाओस्, इच्छा छ यही मेरो हरेक। जन्म र मृत्युको बीचमा खेलिने खेललाई नै जीवन भनिन्छ। जाने जिन्दगी एउटा बटुवाको जस्तै हो है, न पुग्ने गन्तव्य भेटिन्छ, न बिसाउने चौतारी।